हेलो नमस्कार एभ्रिवान। आज चाहिँ हामी बर्गरको रेसिपी बनाउन गइरहेका छौँ। एट फर्स्ट हामीले विभिन्न किसिमका भेजिटेबलहरूलाई फाइन चप गरेर राख्यौँ। त्यस पछाडि जिन्जर गार्लिक पेस्टलाई हामीले त्यहाँ एड गऱ्यौँ। अनियनलाई पनि हामीले फाइन चप गरेर त्यसमा एड गऱ्यौँ। अब चाहिँ हामी स्वाद अनुसारको नुन यसमा एड गर्छौँ। त्यसपछि अब हामी ब्ल्याक पेपरलाई पनि यसमा एड गऱ्यौँ। अब यसमा हामीले कर्नफ्लोर एड गऱ्यौँ। यसमा अब हामी सोया सस अलिकति एड गर्छौँ। त्यस पछाडि हामी उसिनेको आलु पनि 2-4 वटा यसमा राख्छौँ र मसिनो पारेर यसलाई मिच्दै जान्छौँ। अब चाहिँ हामी ब्रेड क्रम्बलाई पनि यसमा एड गर्छौँ र यो सबै मिक्स हुने गरी यसलाई हामीले मोल्दै जान्छौँ। नेक्स्ट प्रोसेसमा अब चाहिँ हामी कराई बसाल्छौँ। कराईमा तेल राख्छौँ र अघि हामीले भेजिटेबलहरूको किमा बनाएको थियौँ त्यो किमालाई यस्तो आकारमा हामीले बनाउँछौँ। यसलाई चाहिँ हामी भेज प्याटिज भनेर भन्छौँ। यो प्याटिजलाई अब हामी तेलमा राखेर डिप फ्राई गर्छौँ। यसलाई चाहिँ पल्टाइ गरेर पकाउनु पर्ने हुन्छ। यो हल्का ब्राउन भएपछि यसलाई हामी बाहिर भेज प्याटिज चाहिँ पर्फेक्टली बनिसकेको छ। बर्गरको लागि अति आवश्यक चिज भनेको बर्गर बन हो र हामीले बर्गर बन रेडी गरिसकेका छौँ। बर्गर बनलाई हामीले ध्यानपूर्वक बीचबाट काट्यौँ र अब एउटा प्यान बसालेर हामीले यसलाई मजाले सेक्दै जाँदैछौँ। सेक्दै जाँदा यो अलिक तातिन्छ अनि अलिक कडा भए जस्तो हुन्छ र हामी यसलाई बाहिर निकाल्छौँ। बर्गरको लागि मायोनाइज सस अति आवश्यक हुन्छ, जसको लागि हामी चाहिँ एग योर्कलाई निकाल्दैछौँ। एग योर्क निकाल्नको लागि एकदमै ध्यान दिनुपर्ने हुन्छ। यो एकदम महत्त्वपूर्ण चिज पनि हो। हामीले अन्डाको पहिलो भागलाई चाहिँ निकालेर मिक्सरमा राख्छौँ। मिक्सरमा राखिसकेपछि हामी मस्टर्ड पेस्टलाई पनि त्यसमा एड गर्छौँ। त्यसै गरी अब यसमा हामीले चाहिँ आवश्यक अनुसार नुन पनि यसमा एड गर्छौँ। त्यसै गरी ब्ल्याक पेपर पनि यसमा अलिकति एड गर्छौँ। त्यसलाई हामी माथिबाट मजाले र्याप गर्छौँ र बिचमा दुलो पार्छौँ। मिक्सरलाई एकोहोरो तरिकाले हामी घुमाउँछौँ र माथिबाट तेलको धारा कन्टिन्युस तरिकाले हामी धार्दै जान्छौँ। फाइनली अब हाम्रो मायोनाइज सस चाहिँ बनिसकेको छ। बनिसक्दा यो यस्तो हुन्छ। अब चाहिँ हामी अघि सेकेको बनलाई दुवैतिर पर्ने गरी मायोनाइज ससलाई यसरी दल्दै जान्छौँ। मायोनाइज सस दलेको बनमाथि हामीले चाहिँ लेट्युस लिफलाई राख्छौँ। त्यस पछाडि काँक्राको 2टा स्लाइस, ओनियनको 2टा स्लाइस, टमाटरको 2टा स्लाइस राख्छौँ। त्यस पछाडि भेज प्याटिजलाई हामी माथिबाट राख्छौँ। सबैभन्दा टपमा हामीले चाहिँ स्लाइस चिजलाई पनि माथिबाट राखेर माथिको बनले चाहिँ हामी त्यसलाई छोपिदिन्छौँ। अब चाहिँ हाम्रो बर्गर रेडी भइसकेको छ।